हेलो नमस्ते सबैजनालाई। आज म गइरहेको छु म काम गर्ने पिजीबाट घण्टाघर र घण्टाघरको बिचमा मेरो पिजी गर्ने काम गर्ने पिजी र घण्टाघरको बिचमा पर्ने मार्केटहरूको भ्यूज र घण्टाघरको भ्यूहरू सबै देखाउने गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र सक्दो लाइक कमेन्ट सेयर र हजुरहरूले साथ सपोर्ट दिइदिनु होला। यो चाहिँ घण्टाघर जाने बाटो। यो मार्केट भनेको चाहिँ घण्टाघर जाने बाटोको नजिकै छ। यहाँ होलसेलका कपडाहरू, ब्ल्याङ्केट, ब्याग, सुज, चप्पलहरू होलसेलमा सबै चिज सस्तोमा होलसेलमा यहाँ पाइन्छ। हामी पनि यहीँबाट लिने गर्छौँ सामान किन्ने परेमा। यहाँबाट केही दूरीमा घण्टाघर पुग्नु थियो। त्यही भएर म आफ्नो कामको साथसाथै आफ्नो भिडियो मिनी भ्लग बनाउने काम पनि पुरा गरौँ भन्ने सोच थियो। अगाडि देख्नुहुन्छ अगाडिको दृश्य घण्टाघर हो र घण्टाघरको यो चारैतिर चौकको मर्मत हुँदैछ। म सधैँ चाहिँ जाने दोकान चाहिँ यो गल्लीभित्र रहेको छ। यहाँ गल्लीभित्रबाट अगाडि दोकान रहेको छ। सधैँभरि आए चाहिँ आज पनि म त्यही दोकानमा आएको छु सामान लिनको लागि। त्यो दोकानमा पनि होलसेलमा सबै चिज, पनिर, डेरी प्रोडक्टहरू सबै चिज सस्तोमा सुपथ मूल्यमा पाइन्छ। यस मार्केट गल्लीभित्र डेरी प्रोडक्टको सामान मात्रै नभएर झाडु पोछा, मठ मन्दिरका पूजा सामग्रीहरू र अन्य पनि थुप्रै इलेक्ट्रोनिक्स डिभाइसका सामानहरू पाइने गर्छ। र देख्न सक्नुहुन्छ फाइनल्ली म आफ्नो दोकानमा पुगिसकेँ सामान लिनको लागि। दोकानमा मैले सामान अगाडि नै अर्डर गरिसकेको छु कन्ट्याक्ट नम्बरबाट र फाइनल्ली सामान रिसिभ गरेर अब म फेरि फिर्ता हुँदैछु आफ्नो पिजीतिर। भिडियोलाई अगाडि बढाउँदैछु। आफ्नो सामानको पोको पार्दै घण्टाघरबाट बिदा हुन्छु अहिलेलाई। पछाडि देख्न सक्नुहुनेछ घण्टाघरी। बाई बाई घण्टाघर। घण्टाघरबाट बिदा हुँदै केही अगाडि 3 किलोमिटरबाट यो चाहिँ अहिले हामी केही तय गर्दै शक्तिनगरको रेड लाइट चौकमा पुग्न लागिसकेको छु। यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ शक्तिनगरको चौकको रेड लाइट एरिया हो र मैले दोकानबाट पोको पारी ल्याएको मध्येबाट सानो सामान मेरो पिजी ओनरको शक्तिनगर नागिया पार्क चौकनिरको पिजीमा रहेको थियो र त्यहाँबाट म आइसकेको थिएँ। फाइनल्ली शक्तिनगर पिजीको चौकमा सामान लिएर आउँदा म आफ्नो रुममा फर्किने ठाउँ हो। यो चाहिँ स्पार्क मल रहेको छ। यो चाहिँ कमलानगर मार्केट स्थितमा पर्दछ। कमलानगर मार्केटको यो स्पार्क मल अत्यन्तै सुन्दर हुन्छ, सुन्दर देखिन्छ। अहिले चाहिँ रातिको टाइम भएर मार्केट क्लोजिङको टाइम भएर मार्केट खासै देखिएको छैन। दिनको टाइममा चाहिँ मार्केट परिपक्व भएर भरिएर लागिरहन्छ। यहाँ यो स्पार्क मल बाहिरबाट जति नै ठुलो सर्कलमा देखिन्छ भित्रबाट पनि त्यति नै ठुलो मल रहेको छ। यो चाहिँ स्पार्क मलबाट भित्र मुनिँदा म बस्ने ठाउँमा जाने बाटोमा यहाँ पनि
मार्केटहरू लाग्ने गर्दछ। रातिको टाइम भएर क्लोजिङ टाइम हुँदैछ सबै दुकानहरूको। मार्केटिङवाला कोही गइरहेका छन् भने कोही चाहिँ अफिसबाट आइरहेका छन्, कोही चाहिँ दोकान बन्द गर्नको लागि रेडी भइरहेका छन्। फाइनल्ली मार्केटिङको बाटो सकिएपछि म पिजी पहुँच्ने गल्लीमा छिरिसकेको छु र यो चाहिँ म बस्ने पिजीको गेट। यहाँ चाहिँ छोरा रोइरहेको रहेछ। सोद्धाखेरि किन के भयो भन्दाखेरि सोद्धाखेरि के भन्दैछ रहेछ त सुनौ है त। स्कुटी भित्र लगा लो है, स्कुटी भित्र लगा लो है।